गुड मर्निङ सबैजनालाई। म चाहिँ आजकल खासै भ्लगमा आउनै पाएको छुइनँ कि यहाँ नेपाल आएदेखि चाहिँ पुरा डुल्दा डुल्दै ठिक हुन्छ नि त, फोन चलाउने मौकै पाउँदिनँ हो। अन्त आज चाहिँ यता दादाहरूकोमा आएको थिएँ। अब यहाँनिर एकछिन सङ्गति गरेर खानासाना खाएर चर्च जानु छ। चर्च जानुको लागि चाहिँ यता यता रेडी भएर आएको। यहाँ हेर्नुहोस् है, यताको डिजाइनको घरहरू चाहिँ यस्तो हुन्छ। हाम्रो हजुरआमा हाम्रो दादा चाहिँ स्पेसल कुक हो, एकदमै के भनेर दामी कुक पनि हो। उहाँ न्युली के भन्छ दादा, उहाँको चाहिँ भर्खर भर्खर राजा बनेको हो। थ्रोनबाट भर्खर झरेर यहाँनिर खाना बनाउनु हुँदैछ। त्यस्तो छ। दादालाई चाहिँ बिहा पछाडि मैले यसैपालि भेटेको, बिहामा आउनु पाइनँ। अब भोलि पर्सि दादाको डेडिकेसनमा, नानीको डेडिकेसनमा म मात्रै आउँछु। हेलो छोरी, हेलो गाइज भनिदेऊ न। हामी त मामाहरूकोमा, यता आमाहरूकोमा मामाहरूकोमा आएको छौँ भन्न न। अन्त किन चकचक गरेको, किन बाउ छोरी भएर चकचक गरेको छोरी? हाम्रो आन्टी कहिले आन्टी राईमासी, हाम्रो चाहिँ एकदमै नजिकको आन्टी हो। हामी पहिला कम्ती बस्थेनौँ सँगै, के गर्दै बस्थ्यौँ है आन्टी? मलाई साह्रै याद आउँछ सुजातासँग बसेको, बोलेको, हाँसेको, खाएको। त्यही त नि, म आउँदाखेरि होइन सँगै सुतेको अनि राति आएर के बनाइ खाएको साह्रै याद आउँछ नि हो। त्यही भएर म आन्टीहरूकोमा नै स्किन्छु जहिले ढिलो भए पनि। यहाँ हेर्नुहोस् है, यस्तो डिजाइनको हुन्छ नेपालतिर घर, मलाई यस्तो मनपर्छ। उहाँ हुनुहुन्छ हाम्रो अङ्कल, जयमासी। एकदमै हाम्रो यहाँ नजिकको अङ्कलहरू है। यहाँनिर पर हुनुहुन्छ अर्को दादा, यहाँ हुनुहुन्छ हाम्रो भाउजू। पानी चाहिँ यति बेसी हुन्छ, म त उता साँच्ची भनेको कम्ती लोभ लाग्दैन नि हौ यहाँको पानीको। यो त एकदमै स्वच्छ पानी हो। यहीँ घर छेउमा उम्रेको त्यो पनि। यहाँ तल छ मेरो एकदमै प्रिय मित्रको घर। मेरो प्रिय मित्र यति बेला उता नेपालको पश्चिममा। उहाँलाई डेडिकेट गर्न चाहन्छु। यो रेजिना तैँले हेर्दैछस् भने हेरै, यहाँनिर गाउँ तँ नआए पनि, तँ नभए पनि यहाँ एकदम पुगेको जस्तै तँलाई महसुस हुन्छ। अब हेरेरै चित्त बुझा भनेर अलिक पछि भेट्नुपर्छ।